ल बजाम बजाम गरे त 1 लाख महादेव भगवान हो सबैले दर्शन गरौँ सो हेलो अनि गुड मर्निङ सबैजनालाई अहिले चाहिँ बिहानको 9:46 भइरहेको छ अनि म चाहिँ लमजुङ जाँदैछु काउसतीबाट हैन म एक्लै हैन सन्दीप ब्रो र म जाँदैछु सो सन्दीप ब्रोलाई चाहिँ अहिले नारायणघाटमा गएर भेट हुन्छ अनि यस्तो गर्मीमा पनि यस्तो राइडिङ गियरहरू लाएर हिँडिरहेको छु म चाहिँ सेफ्टी फर्स्ट यु नो रोड चाहिँ बवाल बनाएको छ क्या अहिले चाहिँ यहाँ चलाउन यस्तो रमाइलो हुन्छ नि ओ माई गड आफ्टर सो लङ लाइक लङ टुर जाँदैछौँ होइन सो आइ एम सो एक्साइटेड सामानहरू पनि यति धेरै प्याक भइसकेको छ है प्लानिङ त राइनसकोट जाने प्लान छ अनि बाटो पनि त्यस्तो राम्रो छैन भन्ने चाहिँ सुनेको छ होइन अब लेट्स सी अहिले सन्दीप ब्रोलाई भेटेपछि थाहा हुन्छ कहाँ जाने नजाने यहाँ चाहिँ हनुमान मन्दिर हो यो चाहिँ अस्ति हामी यहाँ गएको थियो जय श्रीराम जय हनुमान ज्ञान गुण सागर यहाँ चाहिँ के भयो ठोक्या लड्या ओ सिट एक्सिडेन्ट भएछ नि त यहाँ त अब यता फुच्चेहरू फेरि हेलो हेलो भन्दैछ फुच्चेहरू ओ यो बस ओ माई गड के भयो यो बस फाइनली हामी आइपुगेका छौँ नारायणघाट एन्ड दिस इज नारायणीको पुल ओ सन्दीप ब्रो पनि ठ्याक्कै फोन हान्ला थिएँ मैले फोन हान्ला थिएँ के कता हो फेरि केही लिनु छ र केही लिनु छ रेनकोट अझै रेनकोट लिनु सक्यो कहाँ पाउँछ जाउँ न त रेनकोट लिन यहाँ रेनकोट रहेछ अब रेनकोट त अनिवार्य छ नि त फेरि रेनकोट भएन भने चाहिँ फेरि बर्बाद हुन्छ दाइ यो रेनकोट कसरी हो 450 अलि मिल्दैन यो आउँदैन 400 मा 400 मा दिनुभयो भने थियो के अरे निलो र पहेँलो मात्रै हो कलर त्यही निलै दिनु पहेँलो त फेरि त्यो ठ्याक्कै पण्डित बाजे जस्तो देख्छ कि ल धन्यवाद ओए हेलो मेरो पप्पी जस्तो यार सो अब रेनकोट पनि भइहाल्यो यति भएपछि ढुक्क मैले त झन् खतरावाला पाएँ त बाक्लो खाले रहेछ कि यो चाहिँ यसबाट त केही छिर्दै छिर्दैन अरे 450 ए हो यहाँ राखिदिएपछि आनन्द कसको बाउले के गर्छ मेरो ब्याग यत्रो छ यार मेरैबाट गर्ने हो त 10-12 GB त छ एसडीमा राखिदिन्छु कि सन्दीप ब्रोलाई मेरो फोन दिएँ मैले भिडियो बनाउनलाई यसकोमा 0.5 नरहेछ सन्दीप ब्रोलाई चाहिँ मैले चेस्ट माउन्ट दिएको छु उसले नि फोनबाट भिडियो बनाउँछु भनिरहेको थियो नि त
वहाँ पुगिसक्यो त्यो मान्छे। अनि सन्दीप ब्रो र म मात्रै यसरी एक एक्लै हिँडेको चाहिँ हाम्रो फर्स्ट हो। अस्ति नै पोखरा जाने बेलामा चाहिँ अङ्कित भाइ पनि थियो नि त, 3 जना थियो हामी, तर यसपालि चाहिँ 2 जना दाजुभाइ मात्रै छ। बादल मात्रै लागेको छ, तर चलाउन चाहिँ फेरि मजा आइरहेको छ नि त। यस्तोमा चलाउनु मजा आउँछ क्या, चिसो चिसो टक्क होइन। ओभर गर्मी भयो भने त झ्याउ लाग्छ नि त। तर यही मलाई चाहिँ यस्तै मौसम राम्रो लाग्छ है। पानी पऱ्यो भने भिजोक छ भिजोक। एकजना चाहिँ अगाडि ध्यान नाचिरहेको छ, गीत गाउँदै हिँडिरहेको छ। यो चाहिँ जलबिरे हो यो ठाउँको नाम चाहिँ। ल ल ल गुरुङ गीत गाइरह होला त्यो मान्छेले चाहिँ, पुरा धेरै जस्तो गुरुङ गीत गाइरहेको हुन्छ। हामी चाहिँ मुगलिन आइपुग्यो है। अनि आई डोन्ट नो यहाँ के को जाम छ, तर जाम रहेछ। अनि म चाहिँ एकदम आफ्टर सो लङ मुगलिन आउँदैछु, किनभने आजभोलि चाहिँ म काठमाडौँदेखि घरदेखि काठमाडौँ जाने चाहिँ हेटौडाको बाटो जाने गर्छु नि त। सो त्यताको बाटो हिँड्छु म, यताको बाटो खासै हिँड्दिनँ। र त्यही भएर आफ्टर सो लङ म चाहिँ मुगलिन आइपुगेको। राइट गयो भने चाहिँ काठमाडौँ हो, राइट जाने बाटो त पुरै जाम छ। बिकज आई नो के त्यतातिर जाम नै हुन्छ, त्यताको रोड खत्तम छ नि त। सो यो चाहिँ मुगलिनको पुल, यो चाहिँ नयाँ पुल हो, नयाँ नि पुरानो भइसक्यो। अब हामी चाहिँ जहिले पनि पुरानो पुलबाट जान्छौँ। नयाँ पुल, पुरानो पुल, हेर जस्तै भएछ यार यो पुरानो पुल त। तल त्रिशुली बगिरहेछ, कस्तो दामी हावा आएको यार यता त। बजाम बजाम दाइले त कस्तो आनन्दले बजाउनुहुन्छ त। यो त गर्ने भयो। अनि सो हामीले चाहिँ यो फिस्टेल रेस्टुरेन्टमा खाना खाइसक्यौँ। ल अब मुगलिनबाट हाम्रो यात्रा फेरि सुरु भयो। 3 थाल भात खाएर जाँदैछौँ। ल यहाँबाट चाहिँ अब बवाल रोड स्टार्ट भयो।
होमस्टे गयो भने चाहिँ हामी पोखरा पुग्छ होइन, तर हामी यता राइड जानुपर्छ किनभने राइड गयो भने चाहिँ लमजुङ पुग्छ। सो हामी जाने हो राइड। सो सन्दीप ब्रोले भनेको चाहिँ सुरुमा राइनोस्कोट जाऊँ भनेको छ। अब राइनोस्कोट गएर राम्रै भयो भने उतै बस्ने, भएन भने चाहिँ फर्किने, बेसर जाने भन्ने कुरा छ। अब यताबाट चाहिँ बाटो सानो छ क्या, त्यही हो। उता त अब त्यत्रो ठुल्ठुलो बाटो थियो नि त अघि भर्खरसम्म, अब यताबाट चाहिँ बाटो सानो अनि गाडीहरू पनि टन्नै हिँड्छ अनि ओभरटेक गर्ने गाह्रो छ क्या यता चाहिँ। यहाँबाट चाहिँ बाटो खत्तम छ जस्तो छ। ए यतातिर त बाटो बनाउँदै रहेछ यार, बर्बाद हुने भने त बर्बाद। मलाई यस्तो बाटो चाहिँ फेरि मनै पर्दैन, फिट्टेकै मन पर्दैन यस्तो बाटो। होइन यस्तो सुक्खा त केही नै हुँदैन कि, त्यो गिलो गिलो चाहिँ ओहो भेजा हुन्छ भेजा। ए यस्तो चिप्लो हुन्छ क्या यस्तोमा चाहिँ, मलाई यही झ्याउ लाग्छ कि। के सोचे थिए जिन्दगीमा के भयो आज, जस्तो बाटो मन पर्दैन त्यस्तै आउँछ अब। चिप्लिन थालिसक्यो, खुट्टा नटेकम भने नहुने, टेकम भने जुत्तै फोरो, जुत्ता फोरो भइसक्यो। छ्या यो पानी हालेर हो कि पानी परेर हो यस्तो भएको बाटो। ओ मेरो त जुत्ता भरि लागेछ नि त यार, छिर्का हानेछ नि त। ओ नो धेरै बटार्नु पनि भएन, चिप्लिन्छ, नबटारेर नि भएन, हिँड्नै पर्यो। अब त्यस्तो 4 पाङ्ग्रेलाई गाह्रो छ, झन् हामी त 2 पाङ्ग्रे, हामीलाई त झन् गाह्रो हुने भइगयो नि। ओ तेरिका चिप्ल्यो यार। ओइ 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 खाल्टोमा पो गएँ त म त। सन्दीप ब्रो यहीँको बाटो यस्तो छ, गाउँतिरको त कस्तो होला त। जुत्ता हेरौँ न। हेलो यत्रो टाइमसम्म यति मजाले आइयो होइन, कति मजा आइरहेको थियो चलाउन पनि। अहिले त यो 5 मिनटको बाटोले गर्नु गऱ्यो म्याखुरी। जस्तै भएछ नि बाटो त यताको त। अब ग्रिपभरि हिलो छ, बाइक त पुरै नाच्न थालिसक्यो। मेरो बाइक त नाचिरहेछ टुङ 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 गर्दै। कहाँसम्म हो यस्तो बाटो फेरि? के गर्छ सन्दीप ब्रोले, त्यहीँ लान्छ त यार।
तेरिका बालुङटार नगरपालिका गोर्खा जाने बाटो रे हाम्रो त्यता उताबाट सिधै गएको भए चाहिँ बेसर पुग्थ्यो हामी चाहिँ यता राइट लाग्यौँ होइन अब यहाँबाट चाहिँ बाटो राम्रै छ भन्ने सुनेको छु हेरौँ है त कति कहाँसम्म चाहिँ बाटो राम्रो रहेछ अब यताबाट चाहिँ राइनोस्कोट जान्छ अरे मर्स्याङ्दी नदी पुल यही रहेछ मर्स्याङ्दी नदी पुल यतिको बाटो भए त केही हुँदैन कि यतिको बाटो भए त मजाले गइन्छ नि जस्तै बाटो हुन्छ र पो बर्बाद हुन्छ त फेरि अब उकालो सुरु भइरहेछ जमानाको एयरपोर्ट रे यो चाहिँ र बाजेहरूको पालाको एयरपोर्ट होला सायद सो के भइरहेछ भन्दाखेरि हामी चाहिँ बाटो एकदम खोज्ने उसमा छौँ बाटो खोज्दैछौँ है बाटो भेटाइएको छैन म्याप हेरिदिएको अर्को बाटो पुऱ्याएको थियो अनि त्यहाँको मान्छेलाई सोधेको फेरि यो बाटो जानु भन्यो त्यताको बाटो राम्रो छैन अरे सो बेसिकली के भनेको छ भन्दाखेरि अलि अगाडि जानुहोस् अनि भेटघाट चोक आउँछ त्यहाँबाट चाहिँ राइट लाग्नुहोस् अनि पिछै छ भन्नुभएको छ है त्यहाँको मान्छेहरूले उताको बाटो चाहिँ राम्रो छैन अरे अहिले बनाउँदैछ अनि पानी परेको भएर नराम्रो छ त्यताको बाटो नजाऊ भन्यो अनि सो हामी फर्केको ओके यो बाटोले छोडेन जहाँ गयो त्यहीँ छ हौ यस्तो बाटो त चाहिँ यो चाहिँ भेटघाट चोक रहेछ यहाँबाट राइट गयो भने राइनस अनि लेफ्ट गयो भने चाहिँ पौदी बेसी सहर जाने रहेछ सो यो चोक खोज्नलाई हामीलाई बेसरी टाइम लाग्यो होइन अब त सिधै माथि नै हो अब यहाँबाट चाहिँ धेरै छैन होला राइनोस्कोट अनि माथिसम्मै पिच छ भन्ने सुनेको छ अब लेट्स सी के हुन्छ जति माथि चढ्दैछ त्यति गर्मी हुँदैछ क्या अहिले चाहिँ हुन्छ नि पुरै तलतिर चाहिँ पुरै घामै थिएन अब माथि आएको पुरै घाम टल्किरहेछ अनि गर्मी भइरहेछ क्या यता चाहिँ बल्ल अलि माथि चढिरहेको जस्तो पाहाडतिरै गइरहेको हो कि जस्तो भाइब्स आइरहेछ धन्न यो रातो माटो छैन यो कालो माटो छ है यसमा खासै चिप्लिन्न क्या यो ठिकै हुन्छ रातो माटो त बाबा रे बाबा फेरि यो बेलामा बस आउँछ फेरि यो तलको गाउँलाई के हो भन्छ क्या एकचोटि यहाँ रोगामी हेरौँ है के गाउँ हो भन्छ क्या 5 मिनट रेस्ट हानौँ अब सो हामी बल्ल यहाँ आइपुगेको छ आई डोन्ट नो कुन चाहिँ गाउँ हो तर यहाँनिर चाहिँ एउटा स्कुल चाहिँ खतरा ठुलो यहाँ चाहिँ फेरि पिच छ क्या बाटो अचम्मको छ भनेको अब कतै पुरै अफ रोड छ कतै फेरि यस्तो मजाको पिच छ क्या अब चाहिँ धेरै छैन अरे एराउन्ड 20-25 मिनट नि लाग्दैन होला भन्दै थियो अघि एकजना सन्दीप ब्रोको साथीले खुसी मात्रै भएको के थियो यार पिचै सकिराख्यो अब यस्तो तर जसले जे भने नि यो टुकटुके चाहिँ आम्मा हिरो हो क्या जहाँ पनि पुगेको छ है सही हो टुकटुके त जहाँ नि पुऱ्याइदिन्छ क्या मान्छेले मेरो बाइकको फर्स्ट अफ रोड हो यो चाहिँ अफ रोड राइडिङ हो बिचरा माया लागिरहेछ मलाई चाहिँ सो ऐतिहासिक पर्यटकीय क्षेत्र राइनोस्कोटमा स्वागत छ कति छ होला यहाँबाट जम्मै यतिको बाटो त त्यस्तो छैन क्या सकिन्छ मजाले होइन तर त्यही हो म हिलो देखेपछि देखेँ नि म बोल्नै हुन्न क्या म त बोलेँ कि टुनी पोल्यो भने जस्तो हो क्या त बोल्न सायद आइहाल्छ यस्तो बाटो अनि भने मात्रै थिएँ टुनी आइसक्यो क्या अब त्यस्तो बाटो
माई गुडनेस सो अब म नबोल्ने क्या नबोल्ने म चुप्पो लाएर हिँड्छु आइपुग्यो जाम हो अब चाहिँ हामी आइपुग्न लागि जस्तो लागेको छ है मलाई यस ओहो 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 What the fuck? के हो यो कता हो बस्नु बाइक राख्ने कता हो त माथि नै हो जाउँ राइनस कोट सामुदायिक होमस्टे रे यहाँ चाहिँ यो चाहिँ होमस्टे रहेछ बाटो त ओए होए 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 हामी चाहिँ अब डाइरेक्ट माथि नै गाउँसम्मै जाने होला क्या माथिको केही छ होला नि त त्यहाँ माथि भ्यू पोइन्टहरू केही छ होला त्यहीसम्म जाने होला अनि बाइक तात्न सुरु भयो अब चाहिँ बिचरा 1-2 गियर मात्रै लिएर आएको छ हुस्सु लाग्यो हेर न यहाँ पुरा कुहिरोले त पुरै ढाक्यो यार यहाँ यस्तो खुल्लामा राख्ने हो बाइक स्कुटर के भन्छ ल फाइनली हामी आइपुग्यो तर केही त छैन अहिले त सब बन्द गरेर गइसकेको छ मान्छेहरू अनि होटेलहरू खै त सो यहाँ चाहिँ पार्किङ यसरी गरेर छोड्न पनि रहेछ लालीगुराँसहरू सकिसकेछ खै लालीगुराँस ए भगवान् अनि त्यही माथि कुहिरो लागेर यस्तो छ यहाँ हिजो पानी परेर पुरै पानी जमेछ होइन सन्दीप ब्रो अनि हाम्रो हालत ऐसा हे जुत्ता मेरो जुत्ता यस्तो छ अझ त्यो पनि पुसेर नपुसेको भए त यसरी के हेरौँ त सन्दीप ब्रो मलाई त्यो पनि अझ पुसेर हो पुसेर नि यतिको छ नपुसेको भए कस्तो हुन्थ्यो होला नि हालत खराब छ हिलो हिलो है राइनस कोट गेट सुरु यहाँ के लेखेछ लालीगुराँस फुल टिप्न सख्त मनाइ छ मन्दिर क्षेत्रका लालीगुराँस फुल टिपेमा रु 1000 जरिमाना गरिनेछ अनि जरिमाना भनेर त राखेछ अनि अस्ति नै त्यो त्यत्रो फुलको हाँगै भाँचेर फोटो खिचेकोहरूलाई चाहिँ के गर्यो त 1 लाख अनि गर्नु पर्यो नि त यार तिनीहरूलाई त मोरेहरूले यस्तो सिडी रहेछ पैसा हुँसु लाग्यो थियो अब फेरि खुल्दै आयो मौसमले हामीलाई फिभर गर्दैछ अरे फिभर गर्दैछ फिभर होइन कि फिभर गर्दैछ मौसम इज फिभरिङ अस
यो चाहिँ टिकटकको एकदम भाइरल गेट कस्तो भयो सन्दीप ब्रो यात्रा एकदम एडभेन्चरस होइन तर यहाँ आउँदाखेरि चाहिँ लालीगुराँस चाहिँ अलिअलि लालीगुराँसको कमी चाहिँ हल्का महसुस भयो त्यसरी कमी है हेलो सन्दीप ब्रो मैले खै के दिराएँ घामतिर त अब देख्नु हेर्नै नसकिँदैछ चस्मा खानी यार भनेको यो चाहिँ ओम नमः शिवाय कोटेश्वर महादेव भगवान् हो सबैले दर्शन गरौँ सबैजनाको मनोकामना पुरा होस् यहाँ चाहिँ नेपालको झन्डा के नन्दी भन्छ होइन नन्दी महाराज ओम नमः शिवाय कोटेश्वर महादेव सो अब चाहिँ हामी राइनस्कुटबाट फर्किन आँटेको सो अब तल जाँदैछौँ होइन अनि तल अब के भन्छ अरे होमस्टेमा गएर एकचोटि हेर्छौँ होमस्टे गएर अब बस्नु मन लाग्यो भने चाहिँ बस्ने हो नत्र भने चाहिँ आज हामी बेसरै जान्छ होला बेसी सहरै पुग्ने गरी जान्छ होला अब होमस्टेमा जाउँ होमस्टेमा मान्छेहरू टन्नै छ यसो हेर्दाखेरि रमाइलो माहौल छ भने चाहिँ बसिन्छ होइन भने आजै हामी बेसी सहर पुगिन्छ किनभने आज मान्छे पनि छैन अनि त्यही माथि हामीले माथि गएर भ्यूहरू पनि हेऱ्यौँ अब देखि त सक्यो भोलि आएर हेऱ्यो नि त्यही हो आज आएर हेऱ्यो नि त्यही हो त्यही भएर अब आज चाहिँ हामी जाने 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 रमाइलो छैन जस्तो आज है गाउँ डुल्दै नि हामी चाहिँ गाउँ डुल्दैछौँ राइनस्कुट गाउँ हामी पहिलो व्यक्ति लिएर हेलमेट लगाएर यसरी गाउँ हिँड्नु बाख्रा पालन अनि राइनस्कुटको डगी डगेस भाइ गाउँ त तलसम्म रहेछ है यो के हो यो फलेको यो नेवारी गाउँ यसो हेरेको एउटा पनि मल्सेमा आरेमे मल्सेहरू एउटा पनि छैन मल्सेमा जति जम्मै बरु यहाँ हाम्रो भ्याला गएर पापी मल्सेमा जति पाएन आउने नभलो खाएँ तार के बुढा कन्या टिप बरु यहाँ अरू केही होइन हाम्रो डगेस भाइ चाहिँ भेट्यो भोटे तर यो नक्कली भोट्यो के क्रस वाला सो अब हामी फर्किँदैछौँ राइनस्कोट भिलेजबाट ल राइनस्कोट सामुदायिक होमस्टेमा नि बसिएन हामी अब हामी जाने जाउँ अनि मान्छेहरू पनि खासै छैन नि त अनि दुईजना मात्रै के बसिराख्नु भनेर हामी चाहिँ अब चल्दिस भानिज गर्न पऱ्यो अब हामी चल्दिन लागेको बेसी सहरतिर अब आज उतै बसिन्छ आजको बास बेसी सहरमा के अरे सन्दीप अघि जर्सुलको बिचमा थियो अहिले नगरको बिचमा आइयो भने ए हजुर नि ओम नमः शिवाय त्यही गणेशाय नमः फाइनली हामी मेन रोड कनेक्ट गरिसक्यौँ यतातिर चाहिँ बाटो लास्टै सानो के यत्रो बाटो छ अनि दुईवटा गाडी त कहाँबाट अट्छ त अनि
यो लमजुङको बाटो नि म त लास्टै धेरै पछि आएको छु अहिले चाहिँ है। अब कति वर्ष अगाडि 4-5 वर्ष अगाडि आएको थियो होला, त्यसपछि अहिले आउँदैछु। के लेखेको छ यहाँ? बेसी सहर 16 किलोमिटर, जम्मा 16 किलोमिटर रहेछ यार। यहाँ यत्रो ठुलो झरना हुन्थ्यो, छैन झरनाको, पनि छैन यार त्यो झरनाको त। ल अब हामी आइपुग्यो बेसी सहर आइपुग्यो है हामी। सब यो उकालोपछि त बेसी सहर आइ त हाल्यो नि। हेरौँ है त बेसी सहर 4-5 वर्षपछि कतिको चेन्ज भएछ। यताबाट हाम्रो बाजे घरतिर जान मिल्छ यता। सो यो चाहिँ बेसी सहर हो। यता नि हाम्रो बाजेहरू बस्नुहुन्छ, कता हो यो चाहिँ मेन चोक होला। धेरै पछि आइपुग्यो यार बेसी सहर पनि। त्यस्तो साह्रो चेन्जेस केही पनि छैन होइन, उस्तै हो। ल अब हामी खाजासाजा खान्छौँ अनि त्यसपछि कता बस्ने फिक्स गर्छौँ अनि त्यही हो, त्यसपछि थाहा हुन्छ। सो म चाहिँ फ्रेस भएर बसिरहेको छु। सन्दीप ब्रो चाहिँ फ्रेस हुन गएको छ। अनि यो चाहिँ हाम्रो 900 को रुम। यता ढोका बाहिर टक्क गएपछि मेन रोड छ। सो दिस वान इज अ मेन रोड। ओके 900 मा यतिको रुम इज राम्रै हो। सो अब फ्रेस भयो, अब एकछिन बाहिर जान्छौँ अनि अलिअलि केही खान्छौँ अनि त्यसपछि सुत्छौँ बिकज वी आर सो टायर्ड। सो त्यति नै हो, आजको ब्लग यति नै थियो। अनि थ्याङ्क यू सो मच जसले हेर्नुभयो। ओके बाई, पिस, टेक केयर, स्टे हेल्दी, पिस।